र अर्कोलाई घर छिटो पुगेर आफ्नो स्कुलको होमवर्क सकाउनु पर्ने थियो। त्यसैले ती 12 जना खेलाडी र उनीहरूको एकजना असिस्टेन्ट कोच गरेर जम्मा 13 जना त्यो गुफालाई हेर्न जाने प्लान बनाउँछन्। उनीहरूको प्लान त्यतिबेलै बनेको भएर सबै बच्चाहरू गुफा हेर्न जाँदैछन् भन्ने कुरा उनीहरूको कसैको पनि घरमा थाहा थिएन। सबै बच्चाहरू र कोचले आफ्नो साइकल टिप्छन् र गुफाको एन्ट्रान्ससम्म पुग्छन्। त्यो गुफाको एन्ट्रान्समा कोही पनि जुलाईदेखि अक्टोबर महिनाको बीचमा गुफाभित्र नजानु होला भनेर एउटा वार्निङ बोर्ड राखिएको थियो। किन भन्दा जुलाईदेखि अक्टोबरको महिना मनसुन सिजनको थियो। यदि वर्षा भयो भने गुफाभित्र पानी भरिन सक्ने जोखिम थियो। तर त्यो दिन भने 23 जुन भएको भएर मनसुन सिजन सुरु हुन अझै पनि केही दिन बाँकी थियो र मौसम पनि सफा भएको कारणले उनीहरूले आफ्नो साइकल गुफाको बाहिरै पार्क गर्छन् र गुफाभित्र पस्छन्। हुन त उनीहरूको प्लान मात्र 1 घण्टा गुफाभित्र एक्सप्लोर गर्ने र साँझ नपर्दै घर फर्किने थियो। तर भनिन्छ नि, समस्या म आउँछु भनेर सुनाएर कहिल्यै पनि आउँदैन। उनीहरू गुफाभित्र पसेको केही समयपछि नै अचानक पानी पर्न सुरु हुन्छ र त्यो गुफा दोई नाङनोङ पहाडको तलपट्टि बनेको थियो। त्यसैले पहाडबाट बगेको लाखौं लिटर पानी सिधै गुफाभित्र पस्न सुरु गर्छ। साथीहरू, कुनै पनि गुफाको भित्र पसिसकेपछि बाहिर के भइरहेको छ या बाहिरबाट आएको आवाजहरूको बारेमा गुफाभित्रका मान्छेहरूलाई केही पनि थाहा हुँदैन र त्यो दिन पनि ती खेलाडीहरूसँग त्यही हुन्छ। भित्र भएको 13 जनालाई उनीहरू कति ठूलो समस्यामा पर्नेवाला छन् भन्ने कुराको केही पनि भनक थिएन। बिस्तारै बिस्तारै पहाडबाट बग्दै आएको पानीबाट गुफाको भित्री भागहरू भरिन थालेको थियो र केही समयपछि गुफाभित्र भरिएको पानी खेलाडीहरू सम्मै आइपुगेको थियो र उनीहरू गुफाभित्र ट्र्याप भइसकेका थिए।